हेलो हाम्रा फेसबुक फ्रेन्ड्स मित्रहरूलाई सम्पूर्ण मित्रहरूलाई देखाउन चाहेको छु आज बिहानीको ब्लगमा है। आज हाम्रो मन्जु दी पनि आउनु हुँदैछ पर है। हामी फुलिरहेछ उहाँको घर आजदेखि बिहानी र त्यही उहाँ दो बाहिर देशबाट आउनु भएको है चाहिँ है। आजको बिहानीको ज्याल यो दामी फुल छ। यो हाइब्रिड गरेर चाहिँ यति दामी फुलिरहेछ र तपाईँले त्यो पनि देखाउन चाहन्छु है। र यो तारा फुल चाहिँ सयपत्रीभन्दा अगाडि फुलिरहेछ यसपालि है, दामी फुलिरहेछ हेर्नुहोस् है। सुन्तला पनि यतिकै छ है, निबाराको रुख है। आजको बिहानीको उज्यालो छ है, त्यति साह्रो आकाश उज्यालो छ है। जुन पनि माथि लागिरहेको छ है, चन्द्रमा है। र त्यो उज्यालो तारी है। जस्तै आजको ब्लगमा हेरिदिनुहोस् है, लाइक फलोस कमेन्ट्स गरिदिनुहोस्, नबिर्सिदिनुहोस् है। र आजको यो तारा फुल कति राम्रो फुलिरहेछ, छेउमा पनि यतिको छ है। हेर्नुहोस् है, आज कति लङ भिडियो छ है। र देखाउँदै जाँदैछु, दामी फुलिरहेछ, मजाले फुलिरहेछ है। यो छेउमा चाहिँ यस्तो छ है, यही फुलिरहेछ, मौरीहरू फुलिरहेछ तारा फुल। सुन्तला हेर्नुहोस्, सुन्तला यहाँ चाहिँ यति दामी फुलिरहेछ है। सुन्तला पनि, सुन्तला चाहिँ यतिको चाहिँ फलेकै छ, कम्ती उहाँ चाहिँ सुन्तलाको मालिक अहिले बिहानै उठेर है, उठेर चाहिँ सफाइ गर्दैछ मान्छे है। मन्जु दी ठिकै छ, जाति कुशल है एकदम। आज उहाँको घरमा है आइरहेको छु र आएको त निकै भयो होला, के बोल्नुहुन्छ? उहाँ सफाइ गर्दैछ अहिले है। अलिकति र उहाँले यति बोलिदिनु भयो, धन्यवाद है। यो आजको ब्लगमा यो निबारा घाँस है। अब हिउँदमा गाई बस्तुलाई है राम्रोहरूले गाई खोले र यतिको टाढामा हिमाल पनि धेरै उफ्रिँदैछ है। धन्यवाद आजको ब्लगमा है।